पूर्व शास्त्र अपशब्द बोल्नुहुन्छ तपाईँ? तपाईँ बन्द गर्नुस्। तपाईँ दासको कुरा नगर्नुस् के, मेरो अगाडि तपाईँ दासको कुरा नगर्नुस्। दर्शकवृन्द, अहिले गंगा चौधरी जो अहिले राजावादी नेत्रीका रूपमा चिनिनु भएको छ, यद्यपि उहाँ 2 कार्यकाल गणतान्त्रिक संसदको सांसद भइसक्नु भएको व्यक्तित्व। तपाईले पछिल्लो समय ज्ञानेन्द्र शाहलाई सिरपेज पनि दिनुभयो, राजदण्ड पनि दिनुभयो। केपी ओलीको नक्कली कागजी रेल जस्तै तपाईले पनि कागजी राजदण्ड र सिरपेज दिएर के संकेत दिन खोज्नु भएको यहाँले? नक्कली हैन, त्यो यथार्थ हो। जब राजा इमानदारीतापूर्वक जनताको नासो जनतालाई बुझाएका थिए, हामी नेपाली जनताहरूले राजदण्ड र जुन राजाले दिएको नासो नेपाली जनतालाई हामीले नेपाली जनता नेताहरूलाई सुम्पिनु भएको थियो, तर उहाँहरूले देशलाई सञ्चालन गर्न सकेनन्। हामी दाङवासीको तर्फबाट नेपाली जनता, नेपाली जुन दाङवासी हामी नेपाली जनताहरूले हामी सम्हाल्न सकेन, हामी राजालाई बुझायौँ। तपाईँ त थारू हैन एकजना? के थारू नेपाली हैन? तपाईँ थारू हो नि? म थारू हो। तपाईकै थारू समुदायलाई कतिका वर्षसम्म राजतन्त्रले कमलरीको नाममा, बाधा श्रमिकको नाममा कतिसम्म अन्याय गर्यो? जातीय मुक्तिका लागि कसले तपाईहरुको उत्थान गर्यो? 2 कार्यकाल तपाईले संसदको मजा लिनुभयो। अहिले फेरि तिनी थारू समुदायको हक अधिकार विरुद्ध तपाई फेरि ज्ञानेन्द्र शाहको दरबार पस्नुभयो। के हो कारण भन्नुस् त? यो क्वेशनलाई सच्याउनुस्, सरासर तपाई यो क्वेशन सच्याउनुस्। थारू मात्रै दास भएनन्। अहिले हेर्नुहुन्छ भने हिजो त थारूहरूलाई मात्रै कमैयाको रूपमा देखे, आज देशभरिका युवा 40 लाख युवाहरू विदेशमा कमैया बस्दैछन्, अरूको गु मूर्त सोर्दैछन्, टोयलेट सफा गर्दैछन्। त्यो कमैयाको रूपमा नदेख्ने, त्यो कमैयाको रूपमा नदेख्ने। कमैया चाहिँ कसले बनायो त? कसको शासनमा भए थारूहरू? कमैया अहिले भन्नुहुन्छ भने कमलरीको कुरा गर्नुभयो नि तपाईले। अस्ति भर्खरै रेखा शर्मा लुम्बिनी प्रदेशको प्रदेश सभासद, उनले आफ्नो घरमा कमलरी बनाइरहँदाखेरि हाम्रो के भन्छ बालेन शाहको टिमले गएर छानबिन गरिरहँदाखेरि कमैया ल्याइन्। कमैया बसेको एउटा कमलरीको उद्धार गर्दाखेरि आज उनलाई उन्मुक्ति दिएको छ। कसले उन्मुक्ति दियो? यही गणतन्त्रका गनाएका नेताहरू हैनन् हो? तपाईले एउटा क्वेशन कार्यकाल त तपाई गणतान्त्रिक संसदको नेता हो। फेरि त्यही क्वेशनमा म आउँदै थिए। गणतन्त्र मजा लिइसक्नु भयो, अहिले हारेपछि ज्ञानेन्द्रको दरबार पस्नु भयो, जनतालाई धोका। म हारेको हैन, म हारेकी पनि छैन। म नेपाली हुँ, नेपाली भएर बाँच्न चाहन्छु। यति कुरा बुझ्नुस्। म संसद हुँदाखेरि पनि यति कुरा याद राख्नुस्, म राष्ट्र र राष्ट्रियताको लागि बोलेकी छु। नागरिकताको विधेयक, नागरिकता कसले बेच्यो? राजाले बेचे कि यही नेताहरूले बेचे आफ्नो स्वार्थको लागि? देशलाई आज 25 खर्ब ऋण को भारी कसले बोकायो? राजाले बोकाए कि यही गणतन्त्रवादी नेताले? तपाईहरुले हजार राजाको कुरा गर्नुहुन्छ हैन, तर ज्ञानेन्द्र शाहको शासनकालमा उसका नाता गोता चिया चम्चे सबैले भत्ता खान्थे। के यिनीहरूले खाएनन्? के यिनीहरूले खाएनन्? सबै सेनाको सुविधा लिएर बसेका हुन्थे। यिनीहरूले खाएनन्? यिनीहरू के मुखमा टालो लगाएर बसेका थिए? तपाईले पनि 2 कार्यकाल खानु भयो नि, फिर्ता गर्नुस् न जनतालाई। त्यसो भए म सुन्नुस्, म त्यो सदन भित्र गएको थिएँ, म आफ्नो रहरले गएको थिएन। म आफ्नो देशको निगरानी गर्नको लागि एउटा वफादार सिपाही भएर गएकी थिएँ। एमालेको कार्यकर्ता हुनुहुन्थ्यो नि तपाई? म कार्यकर्ता भए, एउटा माध्यम थियो। जब संसद भइसकेपछि राष्ट्र र राष्ट्रियताको बोल्ने मेरो दायित्व हो। म राष्ट्र र राष्ट्रियताको लागि अहिले पनि बोल्छु। म मेरो सास रहन्जेलसम्म राष्ट्र र राष्ट्रियताको लागि म बोल्छु। देशको लागि बोल्ने मान्छे, राष्ट्रको लागि गर्ने मान्छे, जनताको हितमा काम गर्ने मान्छेको लागि यो ठाउँमा छैन। हिजो राजाको पालामा हामी बोल्न पाएनौँ भन्थे, राजाको पालामा हामी पढ्न पाएन भने नपढेको भए यिनीहरू बाबुराम भट्टराई जस्ता, प्रचण्ड जस्ता मान्छे कसरी टिचर बने? पढ्न नपाएर टिचर बनेका हुन्। तिनीहरूसँग नक्कली सर्टिफिकेट भएर तिनीहरू टिचर बने। टिचरबाट प्रधानमन्त्री बनेको होइन प्रचण्डजीले। यस्ता कुरा हेर्नुस्, नगर्नुस् मेरो अगाडि। कमैयाको कुरा गर्दै नगर्नुस्। कमैया कमलरी अहिले हेर्नुहुन्छ भने 40 लाख युवाहरू कमैया बनेका छन्, टोयलेट सोरी राखेका छन्, अरूको घरमा बसेका छन्। यो समस्या छ। ज्ञानेन्द्र शाह समस्याको समाधान हो। हिजो ज्ञानेन्द्र शाहले 7 वर्ष शासन गर्दा के गरे? 7 वर्ष शासनको कुरा नगर्नुस्। शाहवंशी राजा पनि आफै, सेनापति पनि आफै, प्रधानमन्त्री पनि आफै, प्रहरी प्रमुख पनि आफै, सत्ता राज्य आफै भएर शासन गर्दा के गरे? नगर्नुस्, सटिक क्वेशन गर्नुस्, सटिक जवाफ पाउनुस्। सुन्नुस्, शाहवंशी
राजाको पालामा हेर्नुहुन्छ भने 10 वर्ष मात्रै महेन्द्र सरकारले काम गरे। पञ्चायतको 30 वर्षको जवाफ दिनुस् न। मैले 35 वर्षको जवाफ तिनीहरूसँग किन खोज्न सक्नुहुन्न तपाईहरुले? 35 वर्षभित्र देशमा भएका कल कारखाना उद्योग धन्दा कसले बेच्यो? राजाले बेचे। राजाले बनाएका कल कारखाना कसले बेच्यो? देशको ऋणमा देशलाई दलदलमा कसले फसायो? राजाले फसाए कि त्यो नेताहरूले, चोर नेताहरूले फसाए? राजा आयो भनेदेखि बेचेका कल कारखाना फेरि स्थापित हुन्छन्। हाम्रो मान गरिबी सबै समस्या समाधान हुन्छ। सुन्नुस्, सबै थोक बेचेर भ्याइसकेपछि यहाँसम्म धर्म पनि बेचिसके। यो कुरा पनि हामीले बुझ्ने कि नबुझ्ने? त्यसका विरुद्ध जाने होला नि त। ज्ञानेन्द्रलाई गद्दीमा बसाउनको लागि तपाईहरुको किन यो खेल? त्यसै राजा ज्ञानेन्द्र बस्यो भने हिजोको दिनमा राजा पाल्दामा कति शान, इज्जत, मान, प्रतिष्ठा थियो। देशमा आज अभिभावक नभएका कारण गर्दाखेरि नेपाल आज शमशान घाट बन्दैछ। यो कुरा पनि हामीले बुझ्नुपर्ने जरुरी छ। अब तपाईहरुलाई इन्डियाले बोकेको छ भन्ने गरिन्छ, तर इन्डियामा तपाईको गणतन्त्र छ। त्यहाँमाथि पनि उत्तर प्रदेशका एकजना मुख्यमन्त्रीको नेतृत्वमा ज्ञानेन्द्र शाह राजा बन्ने सपना देखिरहेका छन्। के हो यो? एउटा प्रदेशको मुख्यमन्त्री उनले बनाएको राजा भएर नेपालमा संहिता नष्ट गर्छु भनेर उनी हुंकार गर्छन्। के हो यो भन्नुस्? प्रश्न गर्दै नगर्नु। किन? पनि गंगा इन्डियन कूटनीतिज्ञहरूले बोलिसकेका छन्। तपाई यहाँ सुन्नुस्, गुप्तचरहरूले बोलिसके। नेताहरू जदौ मालिक मेरो शासन सत्ता जोगाइदे, म तिमीहरूले भने जस्तो जे भन्छौ त्यही गर्ने गुलामहरू हैनन्। राजा यदि विदेशीहरूको इशारामा चल्ने भइदिएका भए 70 सालमा नै राजगद्दीमा बसिसक्नुहुन्थ्यो। यो कुरा याद राख्नुस्। र अर्को कुरा, राजाले यति भन्नु भएको छ, हिजोको दिनमा हामी जे जति हामीबाट गल्ती कमजोरी भए सबै आउनुस्, अब हामी राष्ट्रलाई निकास दिउँ। के गल्ती बोल्नु भएको छ उहाँले? छैन। गल्ती बोल्नु भएको छैन भने उहाँ गल्ती बोल्नु भयो। उहाँले 2080 सालमा पौष महिनाको 17 गते भैरुवाको अभिनन्दन कार्यक्रममा बोल्नु भएको कुरा यही हो। उहाँले बोल्नु के भएको छ भने, आउनुस् तपाई हामी सबै मिलेर हिजोको दिनमा हामीबाट जे जस्तो कमी कमजोरी भएका होलान् त्यो हामी बिर्सौं, अब राष्ट्रलाई निकास दिउँ भनेर राजा ज्ञानेन्द्रले आह्वान गर्नुभएको छ। नेताहरूलाई सच्याउनलाई यो अभिव्यक्ति दिए कि राजा हुनको लागि अभिव्यक्ति दिए? राजा ज्ञानेन्द्र शाहले आफूले गरेको प्रतिबद्धता चुप लागेर बस्नुभयो, तर जनताहरूले माग गरे राजा आऊ, देश बचाऊ, अब तपाई बिना अब देश अब भटखालोमा गइसक्यो भनेर राजा जनताको मर्म भावना बुझेर अब हो उहाँहरूले जुन 2063 साल वैशाख महिनाको 11 गते 5 बुँदे सहमति गरेका छन्। राज संस्था युग युगसम्म रहिरहनेछ। 4 नम्बरको बुँडा हो यो। म 3 नम्बर अगाडिको म गएन। 5वां नम्बर बुँडामा के भन्नु भएको छ भने, माथि उल्लेखित बुँदाहरू एक आपसमा इमानदारीतापूर्वक हामी कार्यान्वयन गर्नेछौँ भनेर भनिसकेपछि अब हाम्रो जति गल्ती कमजोरीहरू थिए, कति भ्रष्टाचार गरे, लुट्यौं खायौं हलाउ, तर अब देश निकास खोजिराखेको छ। ज्ञानेन्द्र आउनु निकास हो। निकास हो। ज्ञानेन्द्र आउनु निकास हो। अभिभावक भयो निकास हुन्थ्यो भने उनको शासनकालमा नेपाल, स्विजरल्यान्ड, अमेरिका, अस्ट्रेलिया बनिसक्थ्यो होला नि। किन यो नर्कमा फस्यो नेपाल? अशान्तिको किन केन्द्र बन्यो? भ्रष्टाचारको किन केन्द्र बन्यो? जवाफ दिनुस् त। तपाई त त्यसबेला राजनीतिमा हुनुहुन्थ्यो। सुन्नुस्, तपाई यस्तो क्वेशन गर्दै नगर्नुस् मेरो अगाडि। सत्य नबोलौं, सत्य तपाई बोलिराख्नु भएको छैन। तपाई कपोकल्पित भ्रमित क्वेशन गरिराख्नु भएको छ। तपाई कपोकल्पित नेताहरूको भाषा नबोल्नुस् न। तपाई पत्रकार हो कि के भन्छ एउटा नेता हो भन्नुस् न। तपाई आम नागरिक एउटा स्वतन्त्र पत्रकारिताको हिसाबले मसँग क्वेशन गर्नुस्। ज्ञानेन्द्र शाह आशावादी छन् राजा हुन्छु भन्नेमा? जनताको आशा हुन्, जनताको भरोसा हुन्, राष्ट्रको भरोसा हुन्। हिजो हजारौं युवाहरूले दरबारमा गएर हत्यारा दरबार होइन बाहिर निस्कि भनेर नारा लगाउने यी युवाहरू आज केही 100 युवाहरूको यो बहकाउमा लागेर ज्ञानेन्द्र शाह उचालिए भने के दशा भोग्नु पर्ला? त्यो भवितव्य उनले विवेचना नगरेका होला। सुन्नुस्, त्यतिखेर म पनि एमालेको एउटा कार्यकर्ता थिएँ। तपाई पनि जानुभएको थियो दरबारमा? क्वेशन सुन्नुस्, जवाब सुन्नुस्। क्वेशन गरिसकेपछि जवाब पनि सुन्नुपर्छ। म पनि एमालेको इमानदार एउटा कार्यकर्ता थिएँ, तर म देशको दस्तावेज पढिन कहिले पनि, र देशको दस्तावेज पढिन, पार्टीको विधान पढे,
पाली परे सबै ठोक परे जे नेताहरूले भने त्यही गरे मुर्दाबाद र जिन्दाबादको नारा पनि लगाए भारतीय विस्तारवाद मुर्दाबाद अमेरिका साम्राज्यवाद मुर्दाबाद भनेकै हो गिरिजा प्रसाद कोइराला मुर्दाबाद भनेकै हो ज्ञानेन्द्र शाह मुर्दाबाद पनि भने हो नि भनेकै हो मैले बोलेको निस्की पनि भने हो नि मैले भनेकै हो म सबै ठोक भने मैले भनेकै हो 2 कार्यकाल सांसद पनि भएकै हो आज सांसद नभएको रिस पोख्नलाई ज्ञानेन्द्रको दरबार बस्नु भयो रिस हैन गंगा चौधरी सदनमा हुँदाखेरि राष्ट्र र राष्ट्रियताको बोलेकै हो आज यो नेताहरूको भरोसा परेकै कारणले देश बेचिसके मैले भने कतिपय तपाईले बेचेको हिस्सा कति त 2 कार्यकालमा तपाई नेता हुँदाखेरि त्यही कार्यकालमा 2 कप चिया खान पायो काठमाडौँमा बस्न पायो तपाईले बाहेक अरूले मात्रै खाए तपाईले खाए होइन मेरो घरमा गएर हेर्नुस् न मैले भने नि 2 कार्यकाल संसदमा एउटा स्कुटी किन्न सकेन सोझै जनतालाई कति भ्रमित पार्नुहुन्छ तपाईहरु ज्ञानेन्द्र शाह आफ्नो गाडी आफै चलाए हिजो राजा हुँदाखेरि उनको सेक्युरिटी कस्तो थियो 5 जना एक ठाउँमा बस्दाखेरि पक्राउ पर्नु पर्थ्यो तपाईलाई गाडी चलाएको यस्तो दा हिजो सत्तामा हुँदा चलाए 5 जना भेला हुँदाखेरि पक्राउ पर्नु परेन चलाउँछन् पनि जसको हातमा सिप छ जोसँग छ भने उ चलाउँछ पनि के कुरा गर्नु भएको अहिले पनि भर्खरै चलाए हाम्रो के भन्छ यहाँ म्याग्दीबाट चलाएर पोखरा पुग्नु भो पोखराबाट चलाएर बागलुङ पुग्नु भो आज ज्ञानेन्द्र शाहले गणतन्त्रमा राजतन्त्रको ओकलात गर्दा उनी पक्राउ किन नपर्नु पर्ने तर उनको शासनमा 5 जना एक ठाउँ बस्दाखेरि पक्राउ किन परे त्यसको जवाफ ज्ञानेन्द्र शाहले दिनुपर्छ पर्दैन त्यो यो कुराको तपाई यहाँ सुन्नुस् यी नेता चोरहरूलाई कसले पक्रेको छ हाम्रो भाइहरू छन् यहाँ ती चोरहरू चोर हो अपराधी हो थाहा छ तर पक्रन किन सकेका छैन किन संसद छ त्यहाँ आवाज उठाउन सकिन्छ तर राजाको आवाज उठाउन पाइदैन अदालत छ त्यहाँ प्रश्न उठाउन पाइन्छ तर राजाको उठाउन पाइदैन राजा एउटा नागरिक हो नागरिक भइसकेपछि हिजोको संविधान तपाईले पढ्नु भएन 2047 सालको संविधान कुरा नबोल्नुस् सत्य कुरा बोल्नु पर्छ बोल्छन् पनि बोलेका पनि छन् बोल्न पाउँछ अहिले संविधानमा लेखिएको थियो नि किन छैन 47 सालको संविधानमा लेखिएको थिएन राजा राजपरिवारका सम्बन्धमा संसदमा प्रश्न उठाउन नपाउने उजुर बाजुर नलाग्ने अदालतमा प्रश्न उठाउन नपाउने तिनीहरूले आफ्नो हातबाट जे आज प्रश्न त उठाउन पाइया छ के हिजो बोल्न पाएका छैन हिजो नबोलिकन यो गणतन्त्र ल्याए आन्दोलन बन्दुक नउठाए अदालतमा मुद्दा चल्दैन थियो नि त अहिले पनि तिनीहरूको विरुद्धमा कसले मुद्दा चलाएको छ केपी शर्मा ओली खै त हटकडी लागेको छ गिरिजा प्रसाद के भन्छ यो प्रचण्ड के भन्छ यो क्यान्टोनमेन्टको घोटालामा त्यत्रो भ्रष्टाचार गरेको छ मुद्दा छ खै त हटकडी लागेको छ त्यो एउटा राजा थिए त्यो भन्दा संयौं राजाको हातमा खै हटकडी लागेको लाग्नु पर्ने त पहिले तिनीहरूले राजाले के बिगार गरेका छन् ज्ञानेन्द्रको सम्पत्तिको स्रोत खोइ देखाइदिनुस् तपाईं उनको पुर्खाले अर्जेको सम्पत्ति छ उनको पुर्खाले कहाँ काम गरे के रोजगारी गरेनन् उनीहरूको पुर्खाले अर्जेको भूमि हो उनीहरूको पुर्खाले अर्जेको हामी आफ्नो दास बन्न लायक मान्छे हो म दास होइन तपाई दास बन्न लायक दास होइन म आफ्नो घरको मालिक हो भनेदेखि आफ्नो नेतृत्व खोज्नुस् न कोही अमुक व्यक्तिलाई राजा बनाउँछु र उसको दास बनेर देशको उन्नति गर्छु भन्ने पनि वकालत हुन्छ मेरो देशको नेतृत्व खोजेको यस्ता चोर नेतृत्व हामीलाई चाहिँदैन देशको नेतृत्व हाम्रो राजा श्री 5 ज्ञानेन्द्र वीर विक्रम शाह बाहेकहरु कसैले गराउनु सदियौंदेखि उत्पीडनमा परेका थारू जातिहरुको मुक्तिका लागि माओवादीले युद्ध गर्यो कम्युनिस्टहरुले यत्रो संघर्ष गरे यत्रो गणतन्त्रसम्मको यात्रा भयो तपाई फेरि उनीहरुको खुट्टामा बन्चर हानेर अमुक कुनै पूर्व शासकलाई तपाई पूजा गर्दै हुनुहुन्छ म तपाईको मिडियालाई पनि अब तपाईलाई पनि धिक्कार छु के थारूलाई मात्र दास किन देख्नुहुन्छ तपाई तपाई थारूलाई मात्र किन दास देख्नुहुन्छ तपाई आफ्नो छोरा भाइ बरादरलाई दास बनेको देख्न चाहनुहुन्न हामी दास थियौ त आफ्नो घरको दास थियौ के आफ्नो देशको दास थियौ आज विदेशीको दास बन्न चाहन्नौ र चाहदैनौ पनि चाहेका पनि छैनौ यो कुरा याद राख्नुस् हामीलाई दास पटक नभन्नुस् हामी दास हैन दास बनाएन सत्ताले दास हामीलाई दास त यी कमाइया रैतीहरु खै त थारू एउटा हिजोको दिनमा राजाको पालामा भन्नुहुन्छ भने मेरो ससुरा परशु नारायण चौधरी राज परिषदको स्थायी समितिको सभापति थिए आज हेर्नुस् यी दास बनाउने मुखले बोल्नेहरु आज कतिवटा थारूलाई प्रधानमन्त्री बनाए कतिवटा थारूलाई राष्ट्रपति उपराष्ट्रपति बनाए देखाउनुस् कुन थारू सभामुख बनेको छ कुन थारू सभामुख बनेको छ देखाउन सक्नुस् तपाईले अनि दासको कुरा गर्नुहुन्छ तपाईको ससुरा राज परिषदको सभापति अनि अन्य थारूहरुलाई चाहिँ त्यो सत्ताले दास बनाउने कस्तो मिलाएर है आफ्नै समुदायमाथि यस्तो हकको शोषण गर्ने तपाई दासको कुरा नगर्नुस्
मसँग इन्टरभ्यू नलिनुस्। म दास छैन, दास पनि बनेको देख्न चाहदिन। चाहनुहुन्न। अब के बोलिन तपाईको। अब सुन, नरिसाउनुस् न, अन्तर्वार्ता हो, जनताको तर्फबाट प्रश्न गरिन्छ, नरिसाउनुस्। तपाई दासको कुरा तपाई काट्नुस् यहाँबाट। हामी दास होइन। तपाई दास होइन, बनाएको बनाएन सत्ताले। देशको मालिक हो। हलिया कमलरी प्रथा कहिले उन्मूलन भयो? थारू मात्रै थिए हलिया कमैया, थारू मात्रै थिए। प्रश्न गर्नुभयो सत्तालाई। 40 लाख युवाहरू दास बनेका छन् विदेशी, अरूको भाँडा माझी राखेका छन्, अरूको गुलाम बनी राखेका छन्। त्यो हेर्नुहुन्न तपाईले? यो क्वेसन नगर्नुस्, दासको कुरा नगर्नुस् मेरो गाडी। अब यसो अन्तिममा भन्दिनु दिदी, ज्ञानेन्द्र शाहको उपस्थिति राजा हुनको लागि हो कि राप्रपाको प्रचार गर्नको लागि हो कि नेताहरूलाई सच्याउनको लागि? भन्नुस् त। यो कुरा सोच्नुस्, यदि इमानदार नैतिकता छ भने आफूले गरेको 12 बुँदे सहमति र 5 बुँदे सहमति अक्षरशः पालना गर्न अनुरोध गर्छु। त्यही गर्नुहुन्छ। ज्ञानेन्द्र शाहको हकका लागि आन्दोलन गर्ने, जनताको हकका सम्बन्धमा मतलब छैन। ज्ञानेन्द्र शाहको लागि होइन, म राष्ट्रको लागि गरेको, म देशको लागि गरेको, मेरो भूमिको लागि। म नेपाली हुँ, नेपाली भएर बाँच्न चाहन्छु। म इन्डियाको बुटबाट कुल्चिन चाहन्न। आज हेर्नुस् हाम्रो इज्जत र मान प्रतिष्ठा कहाँ छ। तपाईँ एउटा कुरा बुझ्नुस्, इन्डियाले बोकेको ज्ञानेन्द्र शाह हुनु अहिले मसँग गर्न त गर्नुभयो दासको कुरा थारूहरूलाई, अबदेखि गर्नुहुन्छ भने कसैसँग गर्नुभयो भने ठिक हुँदैन। यो कुरा पनि तपाईँ सबै थारूहरूको ठेकदार हो? कमैया बनेका कमलरी बनेकाहरूलाई उनीहरूको न्यायका लागि बोल्नु पर्दैन? दास कसले बनायो? ती बाहुन उनीहरूलाई अन्याय गर्नेहरू विरुद्ध सजायका लागि वकालत गर्नु पर्दैन? यही हो वकालत। मैले बोलिन सदनमा, मैले बोलेको हेर्नु भएको छैन? सदनमा राष्ट्र र राष्ट्रियता र उत्पीडनमा परेका वर्गको लागि आवाज गंगा चौधरीले उठाएको होइन? त्यो हेर्नु भएको छैन? म सदनमा हुँदाखेरि पनि, म एमालेको संसद हुँदाखेरि पनि, एमालेको तर्फबाट संसद हुँदाखेरि पनि राष्ट्र र राष्ट्रियताको लागि, उत्पीडनमा परेका वर्गको लागि सबभन्दा धेरै आवाज उठाउने यही गंगा चौधरी हो। आज ज्ञानेन्द्र शाहको म हकका लागि तपाईँ वकालत गर्दै हुनुहुन्छ। विरुद्धमा बोल्छु। मेरो राष्ट्रलाई अभिभावक चाहिएको छ। म अभिभावकको खोजीमा छु। बुझ्नुभयो? आफू बन्न सक्नुहुन्न अभिभावक? म पनि बन्न सक्छु। बनेकै कारणले म थारूहरूको अभिभावक भएर म बोल्छु। देशको अभिभावक बन्ने तपाईसँग ल्याकत छैन? किन छैन? आफूमा सक्षमता देख्दैन अनि अरु कसैको भन्दैमा झोले बनेर राजनीति गर्ने? म तपाईलाई क्वेशन गरे। म झोले बन्न चाहदिन। म झोले भन्नुहुन्छ तपाईहरु? म झोले भएको भए एमालेकै झोला बोकेर हिँड्थे। गलत भने अपराधीलाई पनि ठीक छ भन्नु पर्थ्यो, नागरिकता बेचे पनि ठीक छ भन्नु पर्थ्यो। म त्यो बन्न चाहदिन। के कारणले छोड्नु भयो एमाले दिदी? अन्तिममा के बार्गेनिङ मिलेन? एमाले भनेको अपराधी र भ्रष्टाचारीहरूको संरक्षण केन्द्र बन्न पुग्यो। त्यसकारणले गंगा चौधरी एमालेमा अटिएन। कति वर्ष रहनु भयो एमालेमा? 49 सालदेखि। 49 सालदेखि कति सालमा छोड्नु भयो दिदी? अब बन्द गर्नुस्। अन्तिममा कति सालमा छोड्दिनु भयो? कृपया 79 सालमा। 79 सालमा। धन्यवाद। नरिसाउनुस् है। यो तपाई दासको कुरा नगर्नुस् के? मेरो अगाडि तपाई दासको कुरा नगर्नुस्। जनतालाई सत्ताले बनाएको दास उनीहरुको अधिकारका लागि लड्नु पर्छ तपाईले भन्न खोजेको। यी अपराधीहरुले दास बनाएको हेर्न चाहनुहुन्न? यी अपराधीहरुले हामीले दास बनाएको त्यसका विरुद्ध त लडौँ न। म लडी त छु। तर कसैलाई राजा बनाउन होइन नि, समस्या समाधानका लागि लड्नु होला नि। प्राण भन्दा प्यारो छ मेरो भाषा, मेरो देश। राजा मेरो देशको राजा हो। त्यसैले यो अपराधी, यो पत्रकारहरु पनि चोरहरु हुन् के? त्यसो नभन्नुस्, अपमान नगर्नुस् दिदी। तपाई सांसद भइसके मान्छे पत्रकारहरुलाई त्यसै नेताहरुको कुरा नगर्नुस्। तपाई नेताहरुको झोला किन त्यस्तो अपशब्द बोल्नुहुन्छ तपाई? तपाई पत्रकार भनेको स्वतन्त्र पत्रकारिता। तर तपाईको झोलामा कुनै न कुनै पार्टीको सदस्यता होला। माफ गर्नु होला। छैन नि? किन छैन? छ प्रमाणित गर्नु भएन भने प्रमाणित गर्नुहुन्छ? प्रमाणित गर्दिनु। त्यो नभनिकन त अब म प्रमाणित भन्दिन, तर छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अगाडिपट्टि सुरक्षा तैनाथी बढिरहेको छ भनेदेखि पूर्व राजाका समर्थकहरूले यहाँ शान्ति भङ्ग गर्न सक्ने चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले बाक्लो सुरक्षा पहरा दिएको अवस्था देखिन्छ।